हो गाए है हामी चाहिँ यता पानी परिरहेछ र यहाँ घुम्नुको लागि भन्दा यसो दिदीहरुकोतिर आइएको छ। यता चाहिँ मेरो साथी हामी दुईजना चाहिँ जाँदैछौँ अब हप्तासँगले छोटो मिठो भ्लग बनाऊँ भनेर म चाहिँ हामी यहाँ माथि जाँदैछौँ। यस्तो जङ्गल छ, जङ्गल धेरै टाढो छ माथि मेरो घरदेखि। यसो पानी सानी पऱ्यो अब कामसाम के गर्नु भन्दैछ। बेलुका कति बजिसक्यो होइन त्यही धुनु आएको। उयसको चाहिँ तरुनीको यसो चाहिँ आइसक्यो। आफ्नो त तरुनी पनि छैन, के गर्ने गाह्रो छ होला। मेरो तरुनी छ त, अनि यसको त झन् बुढी नै छ। लगाइ हामी माथि गएर भेटौँ है। म चाहिँ पुगिसकेँ होइन, म चाहिँ दिदीको घरतिर पुगिसकेँ। ओ हल्ला लगाउँछ ए यस्तो हुन्छ है मोबाइल क्रेजी मान्छेहरू। हामी चाहिँ दिदी घर पुगिसक्यो। ओ दर्शन भएन यता चाहिँ मेरो थोत्रै भएन। दिदी चाहिँ पुरा रिसाएको यस्तो जाँड खेल्न आएको किसिममा दुई चार ठाउँ खाउँ दिदी हुनुहुन्छ क्या हाम्रो दिदीहरू त साह्रै लोभी। फेरि एक नम्बरको कप्टी एक नम्बरको चुइया भनेको यो नै हो। यता अर्को गुन्डा, यता अर्को गुन्डा अनुहार देखाउनुहोस्। लगे दिदी नगर के पो मकैको जाँड यो है खाने म चाहिँ होइन। दुई बुढो एकैचोटि खानु आँटिरहेछ है। यसले त गोरुले जस्तो मात्र बजाउँछ, गोरुले जस्तो बनाउँछ मात्र होइन। म पनि हेर्न चाहन्छु यसो केटीहरू यसो यसो हेरौँ हामीलाई होइन। हामीलाई पनि मायाले दिएर पार्वती हजुर। अनि किन कागले आफै नाम काट्नु नकाट्नु म ह्यान्डसम छु भनेर मलाई अहिले आएर पो माइनस भन्नुभयो त। म चाहिँ खाँदिनँ नि, म त पानी मात्रै खाँदैछु। यसले त दाल खाँदैन। यसको भलकमा जान्छ त्यो नगर न, त्यसरी काम बोलिदिएको छ। हाम्रोतिर चाहिँ यसलाई के पो यसलाई यो याखा भाषा देवान भाषाबाट के भन्छ जान्नु? यसलाई जी भन्छ। तामाङ भाषाबाट नि जस्तो लाग्छ। तामाङ भाषाबाट यसलाई तिमीहरू के पो भन्छ अरे यसलाई? कोलेकमा होइन, कोलेकमा यसलाई चाहिँ जाड आएन नि फेरि यो धमिलो पानी गाउँको होइन। यसले एक दुई बोटेका लायो भने एक दुई बोटेका लायो भने के भन्छ त्यसलाई? बिरालो पनि सिङ्ग हुन्छ। के छ ठिक छ? जाने बित्तिकै देऊ न तिम्रो काकालाई एक उड्ने गरी। कति मिठो छ, यति मिठो छ। तपाईँहरू एक बोटुका आहा दुनियाँ अर्को हुन्छ। एक बोटुकै लाग्छ यार मलाई। बाहिर हामी यो धेर खाइँदैन नि त। यसले चाहिँ है दिनमा चाहिँ 8-9 बोटेको पुऱ्याउँछ। 8-9 बोटेको पुऱ्याउँछ। खाँदिनँ देखेको छु नि फेरि त्यस्तो कुरा नगर्ने। खाँदिनँ मैले खाएको थिएँ आजै हो खाएको। किन दिदीको घरतिर आएर
अर्को माइला माइला पनि धेरै भएर गाह्रो छ जाँड चाहिँ दियोस् दामी छ कसले दिन्छ के हेरेको दिएको खाने हो अरे म जहिले गोठालामा खान्छु निर त पुजीमा लागेको छ तिमीलाई भोक चाहिँ कहिले लाग्दैन हामी चाहिँ अब दिदीकोतिर जानु साह्रो खाइसकेर अब घर जानु आँटेको खाँदैछौँ यसको चाहिँ त्यहाँ नयाँ फोन छ कि देखाउन चाहिँ है देखाउँदैछ त्यसो नगर न यार फोटो त एउटा पनि छैन त अब हामी जान्छौँ होइन अब अहिले बाटो लागेपछि भेटौँ है अब लाग्यो गाइस हामी चाहिँ नि बत्ती पनि गयो होइन हामी घर जानु म घर जानु यो जान्छ म त दोकान जान्न होइन अब घर लागेको होइन बत्ती पनि भिडियो त भइरहेछ नि होइन अनि अब यसो पानी परेको थियो होइन खाइदिसँग कुरा गऱ्यो अनि अब घर लाग्यो बत्ती सत्ती पनि गयो होइन अब यो घर लाग्यो अनि बोका ओभर बोका छ क्या यो चाहिँ लामा बोका यो ओभरै यो चाहिँ अब हामी चाहिँ घर लाग्यौँ होइन अब यस्तै हो गाउँघरमा हामी लाग्यो गाउँघरमा ए धेरै होइन 2-3 बोटो खाएको थियो लाग्यो भन्ने भइसक्यो साथी यस्तो छ अब म घर कहिले पुग्छु ल सोच्नु तपाईँ त्यतिमै भ्लग जान्छ इन्ड हान्ने भन्यो होइन फेरि अब यहाँ अरू चम्सुरो पनि जाने अरे कि भाइ तपाईँ हामी चाहिँ लाग्यो होइन गाइस हेर नि आज यस्तो मक्काहरूसँग मलाई घर कसरी पुग्नु भइरहेछ होइन सो अब यस्तै गाउँघरमा जङ्गल पनि छ है जङ्गल यसरी जङ्गल पनि छ कि ओभर कहाँ चाहिँ जङ्गल छ पारीको भ्यू चाहिँ पारी बत्ती बलेको देख्नु सक्नुहुन्छ होइन काम नभएपछि यस्तै हो क्या केटाकेटीहरू यस्तै गर्छ यहाँ चाहिँ जङ्गल छ घर यहाँ चाहिँ हाम्रो गाउँदेखि भन्दा अलिक फाल्टै पर्छ क्या यता चाहिँ खालि जङ्गल साइडतिर घर छ क्या कति घर छ यहाँ जम्मा 3 घर छ 3 घर छ होइन अनि यता चाहिँ नि पुरा जङ्गल छ क्या यहाँतिर च्यान पनि छैन है च्यान पनि छ यिनीहरूले भनेको यहाँ तर्साउँछ पनि अरे होइन मलाई अहिलेसम्म तर्साएको छ तर्साउँछ भन्छ अनि चम्सुरे मेरो घर आएको कहिले न मैले कहाँ पूर्वदेखिको घाम दुख्यो कि पश्चिमदेखि त्यो पनि हामी आउँदैन थियौँ समीरलाई बाइकमा आउँदा गरेको देख्यो अनि 3 जना चढेर आएको त्यही भएर मात्र आएको तपाईँहरूलाई म च्यान पनि देखाउँछु है त्यो छ क्या यहाँ चाहिँ पारीको भ्यूहरू त बत्तीहरू बलेको त्यो पारीलाई चाहिँ के हो हमेला भन्छ हेर नि बोलेको केटाहरू ओभर केही बोल्छ अनि होइन चट्ट लाएर यो चाहिँ नि बेलायतबाट मगाएको बोका हो जस्तो नम्बर म तपाईँहरूलाई च्यान देखाउनु गएर च्यान चाहिँ है मासतिर छ कतिवटा च्यान पो छ यहाँ हो यहाँ मात्र 7-8 छैन त नि यहाँ हेर्नु नि यहाँ गाउँको यिनीहरूको घर तल पर्छ गाउँदेखि गाउँ यहाँ त गाउँ चाहिँ गाउँ छ तर पनि हाम्रो अलिक बाक्लो गाउँदेखि टाढै पर्छ टाढै पर्छ होइन त्यही भएर हामी आएको थियौँ गर्दा बस्दा गर्दै गफ गर्दा गर्दै होइन रात पऱ्यो होइन तपाईँहरूलाई म च्यान देखाउनु गएर छु कता पछि केटा च्यान केटा कता छ यहाँ छ धरानदेखि हिँड्दै आउने मान्छे पो त यहाँ चाहिँ च्यान छ कि यता पर पनि सक्छ होला च्यान होइन म त जाँदिनँ होइन म
म चाहिँ अब घर जानु पर्ने हुन्छ खाना खानु परिसानु भएको छ घरमा कल आएको थियो अब हेर्नु नि अब सहरतिर गएको रोड मुदी यस्तो मुदी बस्यो चाहिँ यस्तो अप्ठ्यारो बाटो छ नि यहाँदेखि लड्यो भने नि गइयो क्या खेर गइहाल्यो यस्तो छ कि बाटो यिनीहरू हिँडिरहेको छ होइन दिउँसोको भ्लग बनाउनु सकेन गाइज अब के भन्छ पढाइ सढाइ गर्नु पऱ्यो होइन अनि अब त्यहाँदेखि चाहिँ गाउँ निस्किनु चाहिँ कति पनि लाग्दैन अब निस्किनु यता देखिनु भएको छ सबै यता चाहिँ च्यानो छ क्या अनि यतापट्टि पनि गाउँ छ यतापट्टि पनि गाउँ छ बत्तीहरू बलेको देख्न सक्नुहुन्छ यतापट्टि पनि यसको पनि युट्युब च्यानल छ यसको युट्युब च्यानलको नाम के पो छ अनिस देवान छ होइन यो मात्र यो चाहिँ नि यसले चाहिँ त्यस्तो ब्लगमा इन्ट्रेस्ट राखिदिने खालको मान्छे होइन हो गुड एकदम हेर्नु चाहिँ हेर्छ अरूले हालेको ब्लग चाहिँ हेर्छ होइन ह्यान्डसम छ नि है ए हेर्नु ह्यान्डसम छु त्यहाँ ह्यान्डसम चाहिँ थिएन यहाँ हेर्नु नि केटीसँग यस्तो क्रेजी भएर बोलिदिरहेको छु यो र म मात्र हो यो र म मात्र है यसले त झन् बिहानै गरेको बाटो चाहिँ उपर राम्रो छ नि फेरि लड्यो भने बाँचिन्छ भनेर सम्झिँदा हुन्छ तपाईँहरूको घरतिर मकै छरी सक्नुभएको होइन हाम्रो चाहिँ मकै छरेको होइन मकै छरी सकेको मकै छरी सकेपछि अब हाम्रो मेरो घरमा चाहिँ छरेको कोही कोहीले छर्नु बाँकी हुन्छ कोही कोहीले छर्दै हुन्छ आज पानी पनि पऱ्यो होइन आज पानी परेपछि मकै दामी भएको छ अब गोड्ने बेला उनीहरू छ तपाईँहरूलाई म अब त्यतिखेर गोडेको भिडियो पनि देखाउनेछु होइन गर्नेछु मतलब भ्लग हाल्नेछु हेरिदिनु होला प्लिज अघि भर्खरै मात्र मकै छरेर हिँडेको मान्छे अघि जोत्दा जोत्दा गरेर हेर्दाखेरि पत्ताउनु हुँदैन होला होइन यो कम्तीमा पनि 16-17 वर्ष पुगेको मान्छे हो कि अब त 18 वर्ष पुग्छ होला होइन हेर्दाखेरि यस्तो देख्नुहुन्छ नि तर फेरि यो ओभर उयो छ नि तपाईँहरू पत्ताउनु हुँदैन होला होइन पहिला यहाँ चाहिँ क्या अब अँधेरोमा कसो बदल देखेर पहिला यहाँ चाहिँ गोल खेलिन्थेन केटा यहाँ गिरान्थ्यो यहाँ कोदो रोप्नु हुन्थ्यो अनि कोदो रोप्छ काट्ने बेला आउनु पर्थ्यो नडो काट आउनु पर्थ्यो अनि जोत्ने बेला आउनु पर्थ्यो अनि गोल खेल्ने अनि फेरि कोदो सोदो रोप्ने भइसकेपछि मकैहरू हेर्ने यत्रो भइसकेको छ क्या रोपिसकिसकेपछि हामी चाहिँ अब गाउँ निस्किसक्यो क्या गाउँ निस्किँदैछ नि घरहरू आइसक्यो अब नजिक छ क्या तर यहाँ बिचमा चाहिँ ओभर ठुलो जङ्गल छ च्यान पनि छ त्यहाँदेखि तल घर छ क्या मेरो दिदी पर्छ कि दिदीको घरतिर गएको चाहिँ आज बिहान अब यसो विदेशदेखि आउनु भएको थियो अब यसो विदेशको कोसीले खानु गएको थिएँ म चाहिँ त्यही भएर कम्ती धेरै खाइयो क्या मुखै गुल्लो भइरहेको पत्ता छैन साँच्ची नै गाइस मैले अहिले 10-12 त खाइदिएको क्या ओभर मुखै गुल्लो भइदिरहेको मकै छ नि कोही कोही यत्रो हुन्छ गुल्लो भइदिएछ मेरो घर चाहिँ कहाँ भनेर यसो घर चाहिँ फेरि तलैको हो नि अघि हामी गएको छौँ अनि मेरो बाउ चाहिँ विदेशदेखि म चाहिँ घर लागेको घर त आइपुग्यो तर मेरो घर आएन नि फेरि मामालाई साथी भन्छ हेर्नु कस्तो हेर्छ क्या मलाई यिनीहरूले ए कुखुरा बाटो छुट्छ नि केटा यहाँदेखि यस्तो छ बाटो यस्तो छ बाटो गाइस बार्नु भएको छ कि अनि यस्तो छ यहाँ कि पारी देख्न सक्नुहुन्छ बत्ती बोलेको त्यसलाई चाहिँ खबुक भन्छ त्यो बत्ती बोलेको यता बुधु घमेला रन्दलगाउँ भन्ने ठाउँ हो कि त्यो चाहिँ त्यो अनि यता के बोल्नु हजुर नमस्कार आज तैँले दिन कसरी कटाइस् आज तैँले दिन कसरी कटाइस् फेरि कट्टुमा छ नि फेरि
त्यो अर्को त्यो अगाडिको कुद्ने चाहिँ नि त्यो ओभर केटीमा क्रेजी छ क्या त्यो चाहिँ केटीसँग बोल्दैछ मेरो पनि छुँदो छ होइन तर मैले तपाईँलाई गाइज एउटा कुरा गाइज अघि यसले भिडियो इन गर्यो भन्दै थियो होइन तर अहिले सन्चै नै यसले भिडियो इन नगरी बोलिरहेछ क्या त्यो चाहिँ मैले भन्दै गर्दा यसो अब किन छोटो बनाउनु लामै बनाऊ भनेर बस्ने ठाउँ छ होइन अब एकछिन बसिन्छ होइन एकछिन बसेपछि घर जाने होइन अब हिँडेपछि भेट्छ होइन हामी चाहिँ जानेर गुत्रो सुत्दिनु पर्यो अब सुत्नु पनि के भन्नु फोनमा तल निन्द्रा लाग्छ यो फेरि यो चाहिँ कुन भाषा हुने नि यसलाई भन्छ नदेखेन पुच्चियो मकैबारी दर्याम दर्याम हरियो काँक्रा कर्याम कर्याम गीत पनि के हो क्या यो मकै भएको देखिन्छ ए मकैबारी दर्याम दर्याम हरियो काँक्रा कर्याम कर्याम यसरी रहेछ नि त यसरी पानी छिराउनु थाले घर जानुपर्ने त्यति सुक्यो पानी छिराउनु थाल्यो अब चाहिँ गाउँ आइसक्यो होइन अब रोडमा निस्किन आँटिसक्यो बेसी गर्नु छ पीडित मान्छे हो हजुर आज मेरो एउटा म त दिदी गाउँ गएर आएको राजन गयो कतिखेर आयो कहाँ जाने अब केटाहरू भेटेँ मैले उसमा अस्ति भ्लग हालेँ यस्तै भ्लग म घर हिँडेको अब तल दिदीको देखि अस्ति मैले देखाएको अनुहार चाहिँ यो क्या अरू खोइ अर्को कहाँ छ त्यो तिमी चाहिँ म झन् घरमा चाहिँ जाने नि यो के ल ल यता ल ल हजुर मेरो एउटा साथीको घर हो होइन साथी होइन उसको घर चाहिँ यहाँ होइन उसको घर चाहिँ उतै हो ल ल ल ल केटा यहाँ दोकानको गरे पुन्टे 1400 3 खुटे किन 3 खुटे 3टा खुट्टा नाम चाहिँ केटाहरूले कडाइ गरेर राखिदिन्छ 3 खुट्टे 1400 भटे अब फेरि मैले अर्को मेरो उयोलाई भेटाएँ होइन अब जाँदैछ अघि तिमीलाई खोजेको नि मैले सुल्देखि आएको देखेँ आयो होला भनेर बला सोधेको माथि डुली हिँड्दै थियो भन्नुभयो होइन त्यही देखेँ नि अब आज यसो पैसा थापेको होला तिमीले नखोजेर क्या लाग्छ अनि के भन्छ पैसा पठाइदिएछ उसले कति मलाई भन्नु नमिल्ने
अम्बो धेरै थोरै मैले 50 कति 20 आफ्नो ब्याङ्क गर्नु पर्दैन 20-25 केन्द्र राष्ट्रको चाहिँ पत्र बुझिन आज होइन ब्याङ्क अकाउन्ट बनाउनु गएको थियो होइन उसको साथीले पैसा पठाइदिन्छु भनेर भएन रहेछ होइन के चाहिन्छ अरे कति आयो पैसा हामी म तल दिदीकोमा गएर आएको हामी चाहिँ अब रोड मिसिसक्यौँ है ए उसको तिम्रो लागि धेरै छ नि ऊ चाहिँ ब्ल्याक ब्युटी होइन उसले सबैलाई यहाँ गाउँमा चाहिँ ब्ल्याक ब्युटी भनेर चिन्छ होइन हेर्नु राख्नु होला होइन छ नि यता हेर त आज बाल हालेर आएको रहेछ आज हेर क्या ह्यान्डसम देखिन्छ नि हौ बाल हालेर आएको रहेछ आज उसले अर्को बोका कहाँ आएको अर्को बोका घरमै छ के गर्नु आएको तिमी खान्दा हो त 50 रुपैयाँ बोकेर 14 किलो भन्ने पानीमै दोकान जाँदैछ होइन ल मेरो दोकान ल गाइज हेर्नु त लाइन नै गइदियो यी रोडमा बोलिरहेको बत्ती नै लम्मै गइदियो यार फल्नु चार्ज पनि छैन यहाँ यही बेला गाह्रो छ यही महिना होइन लाग्यो 4-5 महिना त राति अनि एक्जाम सक्यो लास्ट 3 चोटि टोइलेट मलाई फिल भयो नि त पढ्नु सुन्छु लाग्छ के तिमी त केही खोल्काउने जीवनमा नि तिम्रो त कामै छैन मलाई यही काम छैन मलाई पर्सि 10 पास गर्छु लाग्छ पास लागिसकेको रे क्यारम खेल्ने नदेखेन मेरो त अब आउने 10 वर्षभित्र 10 वर्ष आमा म यो आशा छ होला उबर दिनु भयो मलाई भात खानु पर्छ खोइ पानी मर्छु होइन म त उजेर उताबाट घरको म घर जाँदै पानी पर्छ यहाँ रोडमा चाहिँ पानी जमिरहेछ के गर्नु दिउँसो भ्लग बनाउनु पाएन राति ओइ राति त्यो हटाइदिन्छ क्या पुरा छन् चलाएको धुनमा सुति गइन्छ क्या चलाउँदै के खाउँ के पुगेन हुन्छ अनि त म बिहानै पानीमा आउँछु त ल पानीमा जानुपर्छ नजाउने फेरि छोडेर मलाई अब त जाँदैन होला काम सक्यो
उसको घट्छ नि होइन उसको धेरै होइन 4 मिनटमा पुग्छु मेरो घर होइन जले के गर्नु थियो ल सो गाइस आजको लागि भ्लग यति नै नेक्स्ट भ्लगमा भेटौँ आजलाई यति नै रातिको भ्लग बनाउँदैछु मलाई हेर्दै मलाई होइन आजलाई भ्लग यति नै साकला बिन्दु